नमस्कार, म जनकराज शाह। आज म मेरो उम्मेदवारी किन हो र कैराली क्षेत्र नम्बर 1 को लागि मेरो दृष्टिकोण के छ भन्ने कुरा स्पष्ट पार्न आएको छु। यो प्रतिनिधि सभाको सदस्यको रूपमा मेरा योजनाहरू र प्रतिबद्धताहरूको एक सिधा प्रस्तुति हो जसले मेरो राजनीतिक दर्शनलाई प्रष्ट पार्नेछ। आउनुहोस् यही भनाइबाट सुरु गरौँ। यो मेरो लागि एउटा नारा मात्रै होइन, यो त मेरो सम्पूर्ण राजनीतिको जग हो। माननीय शब्दले कता कता शासक र शासित बीच एउटा दूरी बनाएको छ, तर मेरो विश्वासमा चुनिएको प्रतिनिधि शासक हुनै सक्दैन, ऊ त जनताको सेवक हो र यही विश्वासले मेरो हरेक कामलाई डोर्याउनेछ। अब थोरै मेरो पृष्ठभूमि र अनुभवबारे कुरा गरौँ, किनभने कुनै पनि प्रतिबद्धता व्यक्त गर्नु अघि त्यसलाई पूरा गर्ने योग्यता र अनुभव छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। यही अनुभवले नै मेरो दृष्टिकोणलाई आकार दिएको हो। मेरो व्यावसायिक यात्रा शिक्षा, वित्त र राष्ट्रिय नीति निर्माण जस्ता विभिन्न क्षेत्रहरूमा फैलिएको छ। अछाममा क्याम्पस स्थापना गरेर स्थानीय स्तरमा शिक्षाको जग बसाल्ने कामदेखि लिएर कृषि विकास ब्याङ्कको प्रमुख कार्यकारी अधिकृतको रूपमा देशको वित्तीय प्रणालीलाई नजिकबाट बुझ्ने अवसर पाएँ। पछि राष्ट्रिय योजना आयोगको सदस्यको रूपमा राष्ट्रिय स्तरका नीतिहरू बनाउनेसम्म यी सबै अनुभवले मलाई हाम्रो देशका चुनौती र अवसरहरूलाई गहिराईबाट बुझ्ने एउटा फराकिलो दृष्टिकोण दिएको छ। यिनै अनुभवहरूले मलाई एउटा आधारभूत प्रश्न सोध्न बाध्य बनाएको छ। के हाम्रो अहिलेको राजनीतिले साँच्चै जनताको सेवा गरिरहेको छ त? र अझ विशेष गरी हाम्रो आफ्नो क्षेत्रले आजसम्म के पायो? र यो प्रश्न मेरो मात्रै होइन, मलाई थाहा छ यो प्रश्न हामी धेरैको मनमा छ। वर्षौंदेखि कति प्रतिनिधिहरू चुनिएर गए, तर हाम्रो क्षेत्रको अवस्थामा, हाम्रो जीवनमा किन कुनै ठोस परिवर्तन आएन? हो, मेरो उम्मेदवारी ठिक यही प्रश्नको जवाफ खोज्ने र समाधान दिने एउटा इमान्दार प्रयास हो। अब साँच्चै नै त्यो पुरानो राजनीतिक संस्कृतिलाई विदा गर्ने बेला आएको छ। राजनीतिलाई कमाउने पेसा बनाउने, जनताकै करबाट तलब भत्ता लिएर माननीय बनेपछि जनताबाटै टाढिने प्रवृत्तिले हामीलाई कहीँ पनि पुर्याउँदैन। यसको ठाउँमा अब हामीलाई सेवा, जवाफदेहिता र देखिने परिणाममा आधारित नयाँ राजनीतिक संस्कृतिको खाँचो छ। त्यसो भए सबैभन्दा महत्त्वपूर्ण कुरामा आऊ। मेरो उम्मेदवारी किन र कुन सिद्धान्तले यसलाई अरूभन्दा फरक बनाउँछ? मेरो मूल सिद्धान्त एकदमै सरल छ। राजनीति कुनै पेसा होइन, यो त नितान्त सेवा हो। मेरो सम्पूर्ण लक्ष्य नै यही विचारमा टिकेर एउटा नयाँ राजनीतिक संस्कृतिको उदाहरण बनेर देखाउनु हो। त्यसैले मेरो उम्मेदवारीका उद्देश्यहरू पनि एकदमै स्पष्ट छन्। सेवालाई नै राजनीतिको मानक बनाउने, सिस्टमभित्रै बसेर सुशासनको लागि लग्ने अनि हरेक नागरिकको घर, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत अधिकारलाई सुरक्षित गर्ने र हो, जनतालाई चाहिने कानुन बनाउन सक्रिय हुने र हाम्रो क्षेत्रको विकासमा दिनरात खटिने। अब कुरा गरौँ मेरा ठोस प्रतिबद्धताहरूको। अर्थात् मैले चुनाव जिते भने मेरो कार्ययोजना के हुन्छ? मेरा प्रतिबद्धताहरू यी 5 बुँदामा छन्। पहिलो, चुनावमा बोलेका हरेक कुरा इमान्दारीपूर्वक लागू गर्नेछु। दोस्रो, सुशासन र भ्रष्टाचार विरुद्ध सधैँ उभिनेछु। तेस्रो, हरेक संसद सत्र अघि र पछि जनतामाझ आएर रिपोर्टिङ गर्नेछु, सल्लाह लिनेछु। चौथो, सुदूरपश्चिम र हाम्रो क्षेत्रको विकासको लागि एउटा स्पष्ट खाका बनाएर काम गर्नेछु। र सबैभन्दा महत्त्वपूर्ण 5औं बुँदा, यदि मैले सिस्टममा बसेर राज्यबाट मैले पाउने कुनै पनि तलब, भत्ता वा सुविधा मेरो व्यक्तिगत जीवनको लागि हुने छैन, त्यो सबै पैसा जनताकै सेवामा, यही क्षेत्रको विकासमा लगानी हुनेछ। त्यसैले यो सम्पूर्ण प्रयासलाई एउटा चुनावको रूपमा मात्र नहेरौँ, यो त हाम्रो अवस्थालाई, हाम्रो भविष्यलाई बदल्ने एउटा अभियान हो। मेरो उम्मेदवारी नयाँ सोच, नयाँ मूल्य मान्यतामा आधारित राजनीतिको लागि हो, जसले हाम्रो देश र हाम्रो घर दुवैलाई समृद्ध बनाओस्। त्यसैले मेरो आग्रह छ, व्यक्तिलाई होइन, यो विचारलाई, यो परिवर्तनको अभियानलाई समर्थन गर्नुहोस्। र अन्त्यमा एउटा प्रश्न छोडेर जान्छु। हाम्रो क्षेत्रको यो अवस्था कसरी बदल्न सकिन्छ? हामीले चाहेको परिवर्तन कसैले उपहार दिने कुरा होइन, यो त हाम्रो सचेत निर्णय र सामूहिक प्रयासबाट मात्रै सम्भव छ। र यसको सुरुवात हामी कस्तो प्रतिनिधि छान्छौँ भन्ने कुराबाट हुन्छ। यो केवल मेरो उम्मेदवारीको कुरा होइन, यो त हामी सबै मिलेर कस्तो भविष्य बनाउन चाहन्छौँ भन्ने साझा सङ्कल्प हो। धन्यवाद।